भएछ के भन्दा आज धनगढीमा एमालेको कार्यक्रम रहेको र त्यसमा केपीको दाहिने हात अर्थात् गुन्डुको गुण्डा महेश बस्नेत भनेर चिनिने व्यक्ति आउने थाहा भएपछि एमाले सिमरा र हिजो सुर्खेतको वीरेन्द्रनगरको एमाले विरुद्ध जेन्जीले विरोध गरेको रिस पोख्न ठूलो संख्यामा गुण्डा तैनात गरेर र्यालीका साथी गुण्डाहरू जाँदै थिए। जब जेन्जीले विरोध प्रदर्शन गरिरहेको ठाउँमा पुग्न साथ यिनी गुण्डाहरूले आफ्नो असली रूप देखाए कि एमालेमा लागेका मान्छेहरूले देश बनाउने होइन कि देशमा उद्ध्वंस मचाउने झैझगडा गर्ने वातावरण मात्र सिर्जना गर्छ भन्ने कुरा चाहिँ यो आज धनगढीको घटनाबाट प्रमाणित भइसकेको छ। अब पनि एमाले भनेर पछि लाग्नुहुन्छ त तपाईँहरू? युवा संघका र आन्दोलनकारीका बीच हानाहान भएको छ अहिले। यो जेएनजी ग्रुप र युवा संघका विद्यार्थीहरूबीच युवाहरूबीच झडप भएको छ। अहिले यहाँ तनाव भएको छ। अहिले हात हालहालको अवस्था आएको छ। प्रहरीले दुईटै समूहलाई अलग बनाएको छ। जेएनजी को प्रदर्शन थियो।